साथीहरु मैले केही आफूसँग भएको जिकेका भिडियोलाई यता सेयर गर्ने प्रयास गरेको छु। आजको मैले पहिलो भिडियोमा विश्वको भूगोल सम्बन्धीका केही प्रश्नहरू र तिनका समाधानहरू राखेर मैले यो भिडियो बनाएको छु। यस्तै गरेर क्रमशः विश्वको भूगोलदेखि लिएर जिके अन्तर्गतका हाम्रो लोक सेवा आयोगले लिने परीक्षा, शिक्षक सेवा आयोगले लिने र विभिन्न परीक्षाहरूका लागि महत्त्वपूर्ण प्रश्नहरू राख्दै जानेछौँ। च्यानललाई हेर्दै गर्नुहोला साथीहरू। ल सुरु गरौँ। कुन देशान्तर रेखा बाङ्गो टिङ्गो गरी निर्धारण गरिएको छ? अप्सन ए 90 डिग्री पश्चिमी देशान्तर रेखा, अप्सन बी 90 डिग्री पूर्वी देशान्तर रेखा, अप्सन सी 0 डिग्री देशान्तर रेखा, अप्सन डी 180 डिग्री देशान्तर रेखा। यसको सही आन्सर हाम्रो 180 डिग्री देशान्तर रेखा। यो रेखालाई हाम्रो 180 डिग्री देशान्तरमा रहेको मेरिडियनलाई सामान्यतया हाम्रो अन्तर्राष्ट्रिय मिति रेखा पनि भनिन्छ। त्यस्तै हाम्रो अर्को प्रश्न रहेको छ, तलका मध्ये कसले अन्टार्कटिकाको मुख्य भूमि पत्ता लगाएका हुन्? अप्सन ए फेबियन, अप्सन बी रामचरणजी, अप्सन सी जेम्स कुक, अप्सन डी मिखाइल लाजारेभ। यसको हाम्रो सही उत्तर रहेको छ फेबियन। त्यस्तै गरी हाम्रो अर्को प्रश्न रहेको छ, पृथ्वीको वायुमण्डलमा सबैभन्दा बढी पाइने तेस्रो ग्यास कुन हो? अप्सन ए अक्सिजन, अप्सन बी अर्गन, अप्सन सी हाइड्रोजन, अप्सन डी कार्बन डाइअक्साइड। यसको सही आन्सर अप्सन बी अर्गन ग्यास। त्यस्तै गरी हाम्रो अर्को प्रश्न रहेको छ, विश्वको सबैभन्दा धेरै सुन उत्पादन गर्ने देश कुन हो? अप्सन ए दक्षिण अफ्रिका, अप्सन बी अमेरिका, अप्सन सी साउदी अरेबिया, अप्सन डी चीन। यसको सही आन्सर हो अप्सन डी चीन। सबैभन्दा धेरै सुन उत्पादन गर्ने देश हाम्रो चीन हो भनेपछि सुनको सबैभन्दा बढी भण्डारण गर्ने देश चाहिँ हाम्रो अमेरिका हो है। त्यस्तै गरेर हाम्रो अर्को प्रश्न रहेको छ, एटलान्टिक सन्धिमा कहिले हस्ताक्षर भएको थियो? अप्सन ए 1945, अप्सन बी 1959, अप्सन सी 1976, अप्सन डी 1987। यो हाम्रो सनमा हो है। अब यसको सही आन्सर हो अप्सन बी 1959 एटलान्टिक सन्धिमा हस्ताक्षर भएको थियो। त्यस्तै गरेर हाम्रो अर्को प्रश्न रहेको छ, एटलान्टिक ट्रिटी अर्थात् एटलान्टिक सन्धिमा कतिवटा मुलुकले सही गरेका थिए? अप्सन ए 8, अप्सन बी 10, अप्सन सी 12, अप्सन डी 14। यसको सही आन्सर हो अप्सन सी 12 वटा। त्यस्तै गरेर हाम्रो अर्को प्रश्न रहेको छ, विश्वको सबैभन्दा पुरानो राजधानी सहर कुन हो? अप्सन ए काठमाडौँ, अप्सन बी दमास्कस, अप्सन सी बेजिङ, अप्सन डी टोकियो। यसको सही आन्सर हो दमास्कस, अप्सन बी। यो तस्बिरमा देखाएको सबैभन्दा पुरानो राजधानी दमास्कस हो। त्यही गरेर हाम्रो अर्को प्रश्न रहेको छ, अन्टार्कटिकाको खोजी कहिले भएको थियो? अप्सन ए 1810, अप्सन बी 1820, अप्सन सी 1830, अप्सन डी 1840। यसको सही उत्तर रहेको छ अप्सन बी 1820। त्यस्तै गरेर हाम्रो अर्को प्रश्न रहेको छ, सबैभन्दा पछि पत्ता लागेको महादेशको नाम के हो? अप्सन ए युरोप, अप्सन बी एसिया, अप्सन सी अन्टार्कटिका, अप्सन डी अफ्रिका। यसको सही आन्सर हो अन्टार्कटिका। त्यस्तै गरी हाम्रो अर्को प्रश्न रहेको छ, विश्वको कुल हिम क्षेत्रको 10 भागको कति भाग हिउँ एन्टार्कटिकामा रहेको छ? अप्सन ए 6, अप्सन बी 7, अप्सन सी 8, अप्सन डी 9। यसको सही उत्तर रहेको छ अप्सन डी 9। त्यस्तै गरेर हाम्रो अर्को प्रश्न रहेको छ, विश्वमै सर्वाधिक ऊन उत्पादन गरिने महादेशको नाम के हो? अप्सन ए युरोप, अप्सन बी अस्ट्रेलिया, अप्सन सी एसिया, अप्सन डी अफ्रिका। यसको सही उत्तर रहेको छ
आजको लागि अन्तिम प्रश्न, आफ्नो बुबालाई कैदी गरी राजा हुने मल्ल राजा कुन? यो प्रश्नको उत्तर चाहिँ तपाईँ आफै पत्ता लगाउनु होला। यो च्यानललाई लाइक, सब्स्क्राइब अनि सेयर गरिदिनु होला। हामी यस्तै गरेर अझै हामी भिडियोलाई राम्रो बनाउँदै जानेछौँ, अरू भिडियो ल्याउँदै जानेछौँ। धन्यवाद।